सो हेलो गाइज वेलकम टु माई फर्स्ट एभर युट्युब भिडियो। सो आज चाहिँ हामी 7 जनालाई सोध्नेवाला छौँ 7वटा स्निकरको फोटो देखाएर। सो आज चाहिँ हेरौँ कसले मिलाउनुहुन्छ। सो मिलाउनेलाई चाहिँ मैले स्पेसल गिफ्ट छ। सो यस लेट्स स्टार्ट टुडेज भिडियो। एकछिन एउटा क्वेसन सोद्धा हुन्छ अभी मजा आएगा ना भिडो। त्यो म चाहिँ स्निकरबाट हो क्या, तपाईँले त्यो ट्राभिस लगाइराख्नु भएको रहेछ, त्यही भएर सोध्नु लाग्यो क्या। सो त्यस्तो बारेमा थाहा थियो के छैन। नर्मल हो अच्छा हमको सिखा रिया है एकदम। के भन्छ यो चाहिँ म एक्सपेरिमेन्ट जस्तो भनौँ न, म नि बाहिरबाट आएको अनि स्निकरको बारेमा हो क्या। सो फर्स्ट चाहिँ यो थाहा छ तपाईँलाई, यो नाइकी जोर्डन 1 हाई भयो। यसको कलर वे चाहिँ कुन हो तपाईँलाई थाहा छ? ऐसे मत बैठो, मेरा दिल बैठा जा रहा है, कुछ तो बोलो। यो लाइरा देख्छ नि तपाईँलाई? लाइरहेको देख्छ है, तर थाहा छ? यो थाहा भएन। नेक्स्ट है त अलि सजिलो, यो त एकदम सबसे चलेको कलर हो, थाहा छ तपाईँलाई? के रे एकदम सबसे ओरिजिनल मध्येको, मतलब फर्स्टमा रिलिज भए मध्येको फर्स्टको यो हो क्या। यसको नाम चाहिँ सिकागो। अनि नेक्स्ट चाहिँ यो पनि त्यस्तै छ। केही थाहै छैन। यो चाहिँ ब्रेड है, ब्रेड भन्छ। अनि नेक्स्ट चाहिँ यो कलर पनि धेरै लगाइरहेको देख्छु नि तपाईँहरूले, थाहा छ? यो चाहिँ युएनसी भन्छ ल। जोर्डन 1 हाई नै हो यिनीहरू सबै, तर यिनीहरूको चाहिँ त्यो। अच्छा हमको सिखा रिया है। अनि यो ओरेन्ज कलर हो, तर त्यसको पनि स्पेसिफिक नाम छ क्या। नाम चाहिँ स्याटर ब्याकबोर्ड है यसको चाहिँ। ल तपाईँले लागेको स्निकरको नाम चाहिँ भनिदिनु न त। यो त ट्राभिस त ट्राभिस हो। त्यस्तो केही थाहै हुँदैन त, जाने अब लिने किन्ने हुन्छ। त्यस्तो हुन्छ है नेपालतिर। जस एकदम चलेको यही हो नि त तपाईँले लागेको? हजुर यो चाहिँ एसपी यो चाहिँ ट्राभिस स्कटको कोल्याबमा नाइकी एयर जोर्डन 1 लो एसपी मिलिट्री ब्लू कलर वे, मिलिट्री ब्लू कलर वे भन्छ। ल अब चाहिँ थाहा हुनु पर्यो आफूले लागेको स्निकरको नाम। बात तो सही है। त्यही त नेपालमा यस्तै त हो नि, के थाहा हुँदैन। त्यही म चाहिँ सोध्नलाई मात्रै हो। ल थ्याङ्क यू है। हेलो ब्रो, एकछिन क्वेसन सोध्नु मिल्छ एक दुईवटा? क्वेसन सोध्नु मिल्छ एक दुईवटा? के को लागि? त्यो स्निकरको बारेमा। स्निकरहरू कतिको मनपर्छ तिमीलाई? मनपर्छ धेरै। ए अनि तिम्रो नाम? आइसला। ए साँच्ची मैले चाहिँ यहाँ तिमीलाई 7वटा फोटोहरू स्निकरको फोटोहरू देखाउँछु, त्यसमध्ये तिमीले 6वटा मिलायो भने त तिमीलाई म ओरिजिनल स्निकर गिभ अवे छ क्या आज। सो फर्स्ट फोटोहरू नामहरू अलिअलि याद होला नि? धेरै भइसक्यो नखाएको नि, धेरै भइसक्यो नखाएको नि। होइन स्निकर नखाएको होइन क्या, स्निकर भने जुत्ताको जोर्डनहरू थाहा होला नि? थाहा त छ तर नाम चाहिँ छैन। ल एउटा यो हेर्नु त, यो के नामै भन्नुपर्ने नि? यसको जोर्डनको नाम थाहा छ तपाईँलाई? सिकागो सुज हो। सिकागो। मिलायो एउटा चाहिँ मिल्यो है। भगवान कसम क्या प्रोग्राम दिखा दिया तूने। सच कहूं जिंदगी में 2 बार खुश हुआ हूं, एक दिन जब देश को आजादी मिली थी और एक दिन आज। ल नेक्स्ट है त यो चाहिँ के हो? थाहा छैन नि मलाई चाहिँ। त्यो सिकागो चाहिँ थाहा रहेछ होस्। अनि यो चाहिँ ब्ल्याक र रेड छ, यो चाहिँ ब्रेड हो, जोर्डन 1 हाई ब्रेड है। नेक्स्ट ल ट्राभिस स्कट। यो पनि ट्राभिस स्कटको नि यस्तै छ, तर ट्राभिस स्कटको चाहिँ पछाडि यस्तो छ ज्याकको। ट्राभिस स्कटको चाहिँ यस्तो छ, तर यो चाहिँ ट्राभिस स्कटको होइन, यो चाहिँ नर्मलै हो, जोर्डन ब्रान्डकै। नाम चाहिँ के हो थाहा छ? थाहा छैन मलाई, त्यति छैन क्या ज्ञान। यो चाहिँ मोका
मुका त त्यो हुन्छ नि सानोवाला अच्छा हमको सिखा रिया है होइन ठुलोमा पनि हुन्छ यो जोर्डन 1 हाई मोका यो कलरवे चाहिँ मोका कलरवे भन्छ यसलाई अनि नेक्स्ट चाहिँ अलि सजिलो ल यो चिन्न नि मलाई त अरे क्या क्या करूं मैं इसका क्या करूं इसका क्या करूं मार भी नहीं सकता युएनसी भन्छ यसलाई चाहिँ युनिभर्सिटी ब्लू ब्लू त ब्लू नै हो नि अब अलिकति सजिलो है यो ल यो ग्रिन त ग्रिन हो ल कुन ग्रिन हो त्यो चाहिँ भन्नु पर्यो थाहा छ त यो चाहिँ पाइन ग्रिन भन्छ यसलाई सो यति हो ल तिमीलाई त्यति धेरै थाहा रहेन रहेछ और अभी तो रुको क्लाइमैक्स अभी बाकी है धन्यवाद क्वेसन सोधौँ ल दुईजना आउँदा हुन्छ तपाईँहरूलाई स्निकर जुत्ताहरूको कतिको बारेमा ज्ञान छ अलिअलि स्निकरहरू मनपर्छ आज चाहिँ मैले 7वटा स्निकरको फोटोहरू देखाउँछु त्यसको नाम मिलाउनु भयो भने 6वटा मिलाउनु भयो भने एउटा गलत भयो भने के भएन 6वटा मिलाउनु भयो भने चाहिँ ओरिजिनल स्निकर पाउँछ है आज है त कतिको यहाँ थाहा रहेछ है त पहिलाको मुझे नहीं आता इसको बहुत अच्छी तरह आता है मास्टर है मास्टर हामी दुईजना हेर्छु होइन एकजनाले मात्रै एउटा मात्रै छ नि जसले मिलायो त्यसले पाउने नि ओके ल फर्स्ट चाहिँ यो सिकागो जोर्डन सिकागो हाई हाई पनि भन्नु पऱ्यो हाई हो नि त लो पनि हुन्छ नि ल एउटा मिलायो है त नेक्स्ट ल यो चाहिँ थाहा होइन यो पनि त्यस्तै हो यो पनि सिकागोसँगै रिलिज भएको हो हजुर यसको नाम चाहिँ एकचोटि गेस हान्नु न यो चाहिँ ब्रेड जोर्डन 1 ब्रेड जोर्डन 1 हाई ब्रेड है अब नेक्स्ट है त ल यो पनि थाहा होला यो धेरै चलेकै हो सबै हाई नै हो अहिलेलाई त्यो त थाहा होइन यो चाहिँ युएनसी युनिभर्सिटी ब्लू हजुर है त नेक्स्ट है त यो थाहा छैन त यार यो यसको नाम चाहिँ स्याटर ब्याकबोर्ड हजुर यो चाहिँ जोर्डन हाई स्याटर ब्याकबोर्ड यो थाहा छ पाइन ग्रिन बस हावा निकल गई एकदम सजिलो छ नि यो त नेपालमा कति चलेको छ त पाइन ग्रिनहरू अब नेक्स्ट यो एकदम यो थाहा भएन यो ट्राभिसको नि यस्तै आएको छ नि कोलाबोरेसन आएको छ नि तर यो ट्राभिसको चाहिँ होइन ट्राभिसको चाहिँ यस्तै आएको छ तर त्यो ट्राभिसकोमा चाहिँ उल्टो छ नि त यो चाहिँ उल्टै छ होइन यसको नाम चाहिँ मोका हजुर मोका त सुने होला तिमीहरूले छैन जोर्डन मोका भनेर हो चाहिँ त्यही हो है यो चाहिँ ल अब लास्ट एउटा ल यो त ल यो ट्राभिसको भयो ट्राभिसको नाम कलरवे कुन हो यो कलरवे थाहा हुनु पऱ्यो मेन त बिचेको त यता हाजी थियो क्या बिर्स मिलिट्री ब्लू ल अभी तो रुको लास्ट एउटा नि सोध्छु ल यो एउटा ल यो कौन है ये लोग कहाँ से आते हैं स्कुल लगाएर जुन ल कन्टेन्टहरू बनाएर हुन्छ सो त्यसमा हाल्छु है त इन्स्टामा नि हाल्नुहुन्छ इन्स्टामा नि हाल्छु के भने हैन के हाल्नुहुन्छ क्या बात है सर क्या बात है सर क्या बात ये बात है के भने छैन नभने नि केही हुँदैन ल थ्याङ्क यू नेपालको मान्छेलाई चाहिँ स्निकर लाउने मात्रै रहेछ थाहा चाहिँ नहुने रहेछ कि भक्तपुरको केटाहरूलाई त थाहा रहेन रहेछ त्यसो भए अब नेक्स्ट चाहिँ हामी अनि स्निकर लाउनेहरू भेटे त तिनीहरूलाई देखाउनु हुन्थ्यो है बात तो सही है भेटाएन भने जस्तो केटाहरू त्यो अगाडि पनि देख्छु त ओ ल खै को यसलाई त केटीहरूसँग आँसै नसोधौँ कि आर यू कॉमेडी मी ब्रो एकछिन क्वेसन सोध्नु मिल्छ
क्वेसन सोधौँ जुत्ताको बारेमा हो क्या खासमा चाहिँ जुत्ताको नामको बारेमा यिनीहरूले लगाइरहन्छ नि त त्यही भएर सोध्नु लाग्यो उसलाई सोध्नु न मलाई थाहा छैन तिमीहरूलाई जोर्डन मनपर्छ कि मन पर्दैन पर्छ ल अब फर्स्ट क्वेसन चाहिँ तिमीले लगाएको जोर्डनको नाम थाहा छ तिमीलाई थाहा छ ल भन्न त ब्ल्याक क्याट नाइस ल हेर फर्स्ट क्वेसन है त तिमीलाई जोर्डन 4 मनपर्छ कि उयो मनपर्छ सबभन्दा मनपर्ने चाहिँ तिमीलाई जोर्डन नै भन्नु मनपर्छ र तिमीलाई म जोर्डन 4 देखाउँछु त्यो मध्ये तिमीले चाहिँ 5 वटा चाहिँ करेक्ट दिनु पऱ्यो है त यदि करेक्ट दियो भने चाहिँ तिमीले चाहिँ गिफ्ट पाउँछ नि गिफ्ट ल थाहा छैन हेर्नु तिमीले लगाएको त ल भइहाल्यो फर्स्ट है त यो थाहा छ यो जोर्डन 4 के यो जोर्डन 4 त जोर्डन 4 नै हो नेम होला नि अरू क्या बात है इसको अभी का अभी आईएएस घोषित कर दो नाम चाहिँ के होला त्यो नामै त हो नि यसको खेलको नामै ब्ल्याक क्याट है भन्नु अरे क्या क्या करूं मैं इसका क्या करूं इसका क्या करूं मार भी नहीं सकता त्यो ब्ल्याक क्याट तिमीले लगाएको चाहिँ ब्ल्याक क्याट हो यो चाहिँ ब्रेड 4 भन्छ नयाँ रहेछ क्या बात कर रहे हैं नयाँ पुरानो हो ल यो एकदम नेपालमा एकदम प्रख्यात छ यो जुत्ताको नाम थाहा छ यो ब्रिक बाई ब्रिक भन्ने सुनेको छ छैन मैले धेरै लगाउँदैन ल नेक्स्ट अब लास्ट एउटा सोध्छु त्यसपछि आएन भने चाहिँ आएन है त नेक्स्ट चाहिँ ल यो जोर्डन 1 त्यो कलर वे कलर त्यस्तै ब्ल्याक क्याट जस्तै यसको नाम चाहिँ के हो त यसको नाम चाहिँ सिकागो सुनेको छ कि छैन ल धन्यवाद यति तिम्रो मेरो सुरत ल धन्यवाद है त सो आज चाहिँ मैले 7 जनालाई सोध्छु भनेको थिएँ तर 4 जनालाई सोद्धाखेरि नै म चाहिँ एकदमै हरसिया खाइसकेँ सो आज चाहिँ एकजनाले एउटा मात्रै मिलायो सो एकजनाले एउटा चाहिँ मिलाउनु भयो सो नेक्स्ट भिडियो चाहिँ हामी बौद्धमा गर्नेवाला छौँ सायद बौद्धमा चाहिँ धेरैजनाले मिलाउनु हुन्छ होला सो मिलाउनु भयो भने चाहिँ त्यहाँ हामी गिभ अवे गर्नेवाला छौँ सो सी यु गाइज इन द नेक्स्ट भिडियो